ओके यहाँ चाहिँ अफिस जानु आँटेको अरे हौ यी देखाइदिएको नि के भन्नु लागेको देखाउ त देखाउ न कुनी के चोर्दैछ मेरो गाइस उसले कुनी के चोरेर ल्याएको रहेछ लुकाउँदैछ हाम्रो चाहिँ च्याल्या भइरहेको छ नि त यहाँ कलरहरू गर्दैछ नि त घरहरू के अरे मलाई के भन्दैछ उ यहाँ केही गर्दैन अरे सबै लुगा मैले धुएको गाइस नि हेरेर च्याला भइरहेको छ अहिले चाहिँ हाम्रो होइन घरहरू चाहिँ हुन्छ होला भरे आएर छिटो आउला 3 बजी आउ न अब खाजा बनाइदिइरहेको छु खाऊँ हामी चाहिँ आज चाहिँ मैले धेरै दिन बादमा धेरै दिन पनि के भ्लग गरेको फेरि है रोटी अर्के अचार निङ्गु र आलु खाँदैछु उनी ऊ हालेको क्या खाएको छु नै अझै खै लुगा फेर्नु हुँदैछ अम्बो मम्मी अफिस पादेको छ गाइस उसले पाद्यो ऊ क्या छिटो चिङ्गम खाने अरे पादेर अफ गनायो यहाँहरूको चाहिँ अहिले रुम यहाँ छ नि यहाँको चाहिँ हाम्रो सिट रुमको गति चाहिँ यस्तो भइरहेको छ गाइस होइन सकेकै छैन नि त यी कस्तो ग्याजङ ग्याजङ भइरहेको छ कि सकेकै छैन कलर हुँदैछ सबै होइन आज चाहिँ कम्प्लिट गरिदिन्छु भनेको छ सबै है यहाँ हेर्नु नि यस्तो घिनलाग्दो छि कहिले सक्ने भइसक्यो है गिजिङ गिजिङ भएर नि त्यो के हो उयो पट्टाउनु चाहिँ कसरी पट्टाएको छि चाहिँ ब्ल्याङ्केट पट्टाउनु पनि आउँदैन रहेछ हौ पट्टाउ मजाले यसको चाहिँ लन्च बक्स हो यो छिटो आउनु ल छोरी मिटिङ पनि छ अरे अफिसमा डेटिङ पनि छ अरे नाइ भरे खानु एउटा हौ एउटा खाऊ म चाहिँ अब यहाँ सब्जी बनाउन आँटेको यहाँ डुकु बनाएँ यहाँ भेन्डी भुट्छु होइन मम्मीको चाहिँ फेभरेट हो नि त हरियो परियोहरू मलाई त्यस्तो मन पर्दैन हरियो अनि म चाहिँ एक्लै छु घरमा अहिले कोही छैन हमारे घर में हम अकेले हे यहाँ पनि अफिस गयो भाइहरू पनि छैन कोही छैन मम्मी पनि छैन अन्त म चाहिँ अब बडाली कुराली छ घरमा सफाहरू गर्नु छ भुइँ पुस्नु छ मेन चाहिँ होइन काम सक्दैन गाइस घरमा बसेर काम छैन भन्छ नि अरूहरूले तर त्यो चाहिँ पटक्कै होइन किनभने मेरो काम चाहिँ यति बेसी हुन्छ बस्नु पनि भ्याउँदिनँ साँच्ची भनेको कि अब म काम गरेको हेर्नुहोस् न आज के गर्दो रहेछ कान्छिन्यु हुन्छ मेरो काम चाहिँ अब मैले त अघि दिउँसो भ्लग गरेको थिएँ होइन सबै ढिलो भएछ एउटा गरेको थिएँ कि यहाँ राखेर काम गरेको मैले त त्यो उयो नथिचिकन गरेको छु कि एकछिन बादमा हेर्छु त छैन हो ल साँच्ची खाना बनाउनु देखाएँ होइन त्यहाँदेखि म तपाईँहरूलाई बेच्छु र भने हो कि होइन भन्नुहोस् त्यसो भनेर एकछिनमा चाहिँ मैले त यस्तो हेर्छु त छैन भेटेँ हो यस्तो भएछ यहाँ आइपुगिसक्यो स्कुल के अरे अफिसबाट स्कुल पनि सक्यो कलेज पनि सक्यो अब अफिसबाट आएर हाम्रो लागि ब्ल्याक टी बनाउँदैछ है मेरो छोरीले चाहिँ होइन छोरी के भन्नु न तिमी के को बनाउँछ भनेको नि के को क्या बनायो भन्नु त रङ खोर्सानीको चिया हुन्छ गाइस तपाईँले खानु भएको छैन त्यो भनिदिनुहोस् होला होइन हामी चाहिँ रङ खोर्सानीको चिया बनाएर दिएको अरे म अझै यहाँले
मिठोहरूले यति बेला आएर चियाहरू बनाएर खाएन भने चाहिँ हामी सन्तोक हुँदैन दुईजना अब बसेर एकछिन गफसप लडाइन्छ होइन आज अफिसमा के भयो बोयफ्रेन्डले के भन्यो कुनै के भन्यो अरे कि रुँदै आएको रहेछ ऊ चाहिँ होइन सुन्नु न रुँदै आएको रहेछ होइन तलमुनि बसेर रुँदै रहेछ होइन रुँदै रहेछ मैले के भयो भनेको कि मैले के भयो भने के भएको छुँदा पनि हेर्न भाग्छ भाग्छ यसरी के भएको हेर्नुहोस् त गाइस यस्तो दामी फोटो संसारमा कसैको पनि हुँदैन होला होइन लु कसले पार्यो भने सबैले साउन्ड सुनेको सुनेर भन्नुहोस् ल मलाई कमेन्ट गरेर ल उसको हाँसैबाट नै पादियो भन्दैछु लु पादिनँ गनाउँदैछ गाइस साँच्ची तपाईँहरूलाई गनायो होला सायद ऊ कस्तो नराम्रो बिहोरा भएको रहेछ हौ पदुनी पदुनी सामीहरूको चाहिँ भोलिदेखि फुटबल समीरहरूको चाहिँ भोलिदेखि फुटबल छ अरे केबाट खेलेको अरे नि यहाँ यो चाहिँ थन्डरबोल्टबाट तपाईँहरूले पनि उनीहरूलाई सपोर्ट गर्नु होइन भोलि चाहिँ के हो यो लिग हो होइन के हो यो लिग हो कि के हो सिक्किम प्रिमियर लिग उसले चाहिँ के पाएको रहेछ यहाँनिर होइन ड्राइगन्सबाट खेलेको ए उसबाट है थन्डरबोल्टबाट खेलेको रहेछ होइन आद्विकलाई ल्याइदिइरहेछ यो चाहिँ मजाको रहेछ नि तर यो है ए यो चाहिँ भास्करलाई मग अरे होइन यसमा खानु पर्थ्यो र चिया त हामी कौन आया ट्युसनबाट पनि आयो गाइस हेर्नु न होइन ट्युसनहरू जान्छ नि त यहाँ आउन भाइ एकछिन अद्वि बिहा दिले नि भ्लग गर्दै थियो कि धुई अरे हौ पादेको अहिले हौ यहाँनिर पनि सुनेको छ हेर ल भरे सुन ल भरे टिभी कसले पाच्छ अब हेर्नु न उसलाई मलाई के तिम्रो फोन आएको थियो कुनै कसको मैले फोन उठाइदिएको छु हेर त ओइ भन्दै थिएँ होइन मैले अद्विक त छैन त ट्युसन गएको छ भन्दै हुन्छ त गाइस हामी अब एकछिनमा के हुन्छ भेट्छ तपाईँहरूलाई होइन बहिनी अब हामी त बस्छ एकछिन है चिया खाँदै होइन पदुनी उसलाई पदुनी भनेर कमेन्ट गर्नुहोस् न तपाईँहरू मम्मीले कपाल सुकाउनुहुन्छ है कसरी सुकाएको कपाल कपाल दिउँसो चाहिँ बत्ती थिएन नि त कि अन्त मैले अहिले नआएर सुकाएको कपाल यसरी झर्छ मेरो गाइस भुत सेम देख्यो ल भुत सेम सुकाउन भर्खर बसेको आफै गेम खेल्न आएको आमाले फोन पनि पाउँदैन होला हो रसो गाइस यो चाहिँ मेरो नेक्स्ट डे हो हिजोको ब्लग र आजको ब्लग चाहिँ एकैचोटि हाल्ने हो यहाँ ऐना मैला भएछ मेरो ग्यास भएको जस्तो हुँदैछ अन्त आजको अपडेट दिँदाखेरिमा चाहिँ यहाँ नेहाले चाहिँ के गर्नुहुँदैछ ग्यास भयो करेली तिते करेली चुन भन्दा चाहिँ बहिनी यस्तो रहेछ नि दाजु ए काँच काँचै रहेछ अन्तखेरि यहाँ चाहिँ भैँसीको मासु छ अनि यहाँ चाहिँ हाम्रो फ्रेन्च फ्राई छ यसलाई चाहिँ फ्राई गरेर खाने छ सुन्दा दिदीले चाहिँ के बनाउनु हुँदैछ यहाँ अचार पिसेर अहिलेको रुम तलको रुम अपडेट देखाइदेऊ ल कतिको भएको छ ल हुन्छ त गाइस भएपछि म भेट्छु म चाहिँ गरम भइरहेछ र पनि गरम कि जाडो भनेर बुझ्नै सकेको छैन यहाँ गान्तोकमा जाडो हो कि गरम हो ऊ चाहिँ यस्तो भइरहेछ म चाहिँ यस्तो भइरहेको छु 25 है केजी 25 केजी
रुखको रुँया माथि गऱ्यो आज लाइट छैन यहाँनिर हामी बस्नु बिहानदेखि लाइट नभएको रहेछ है हजुर अब दिनभरि पनि सक्नु आँट्यो होला जस्तो लाग्दैछ हुन्छ त गाइस तपाईँलाई किन भेट्छु नेहाले चाहिँ कुकर निकाल मेरो चाहिँ म माउथु भइरहेको लड्छ बिग बस नेहा चाहिँ बिग बस भइरहेछ आज बिग बस बिग बस मुझे हट हो रहा है बिग बस मुझे ओके। लोकेशन पे मैं बुलाया जाए बिग बस यहाँ चाहिँ हाम्रो झ्याल मुढी बनायो के हाल्यो यति यति बनाऊँ न हाल्दैन बेसी ल यहाँ त कस्तो डरलाग्दो दिन भइरहेछ गाइस आम्बो अन्धकार में है जिन्दगी अन्धकार में है कस्तो डरलाग्दो अन्धकार भइरहेको छ होइन सुतेर उठेको म चाहिँ होइन भोकहरू लागेको जस्तो भयो पानी बसाल्छु अन्तखेरि चाहिँ अब हामी चाहिँ झालमुरी चिया खाने होइन उयो यहाँ सुतेको हेर्नु यहाँ गाइस यी बनाइसक्यो क्या मिठो बनाएको छ तपाईँहरूको मुखतिर पानी आइसक्यो होला योसँग चाहिँ के छ हाम्रो कालो चिया ब्ल्याक टी तपाईँलाई यादै छ हाम्रो ब्ल्याक टी खान्छ भनेर उहाँ चाहिँ ऊ निन्द्रामै छ चुम्मेसरी भएछ अरे सुन्दा रिभ्यू रिभ्यू दामी छ रिभ्यू तपाईँहरू पनि खानुहुने खुवाउँछु तपाईँहरूलाई भन्नुहोस् गाइस कसलाई खुवाइदिएको भन त भन न तिम्रो साथीलाई होला नि उसको साथीलाई होला नि है गाइसलाई पऱ्यो जोत्दो रहेछ नि सेफ सेफ चाहिँ यहाँ हुनुहुन्छ हाम्रो चिया खाइसक्यो गाइस चिल्लो चिल्लै गयो चिल्लै पापाडिडाडा कस्तो भयो दामी पकाउनु भयो कति पकाउनु भयो पुरा बेसी हेभी रुम चाहिँ यस्तो भएको छ अहिले हो कलर यो पिलिक पिलिक हुँदैछ यहाँ अन्धेरो रुम चाहिँ यस्तो भएको छ यही कलर दामी आएको छ होइन छ लाइट अफ गर्छु न पिलिक पिलिक भयो नि त पुरा राम्रै देखेन पिलिक पिलिक यस्तो भएको छ रुम हो तर यहाँ सकेको चाहिँ छैन यहाँ चाहिँ कार्पेट ओछ्याउनु छ होइन बेड लगाउनु पर्ने छ कुनै केहरू गर्नुपर्ने छ हो अन्त दिस इज मी है नेहा राई हो यो चाहिँ कलिन हो यो कलिन भनेको चाहिँ ऐना पुस्ने कलिन भन्छ यसलाई भन्न साह्रै छ तर हुनु चाहिँ है दिस इज मी यो छप्रीहरूले पोस्टहरू यसै गरिरहेको हुन्छ नि निप्पीहरूले यस यस्तोहरू गरेर होइन गाइस आजको लागि ब्लग यति नै छ हो गाइस कस्तो लाग्यो के लाग्यो भनिदिनुहोस् है कमेन्ट गर्नु नबिर्सिदिनुहोस् होला हो अन्त यो भ्लगहरू कन्टिन्यू आउनु पाएको छैन त्यो चाहिँ किन आउनु पाएन भनेर चाहिँ पिङ्की प्रधानलाई सोध्नुहोस् है हाम्रो त केही म्याच छैन हो मैले चाहिँ त पुरा दिनभरि फ्री हुन्छ हो केही गरिदिँदा सोध्छ मात्रै हो गाइस प्लिज कमेन्टमा भनिदिनुहोस् होला है सबैलाई माया छ नि सबैलाई माया छ पिङ्की प्रधानकोबाट मेरोबाट पनि है सो आजको लागि नै थ्याङ्क यू फर वाचिङ डोन्ट फर्गेट टु लाइक सब्सक्राइब है थ्याङ्क यू